सबैजनालाई स्वागत छ आजको नयाँ ब्लगमा। ब्लग भन्दा पनि आज चाहिँ वेडनेसडे हैन। वेडनेसडे पछि अब मेरो पनि के हुन्छ ब्याचलर अब 18 महिनापछि चाहिँ भइन्छ। अब त्यस पछाडि ब्याचलर 18 महिना भएपछि मैले फेरि यही नै भिडियो हेर्छु। म यसरी यो कोठामा बसेको थिएँ भनेर म सायद 18 महिनापछि चाहिँ यो कोठामा हुँदैन। म चाहिँ के घर जान्छु कि त विदेश जान्छु है त। अब विदेश गएछु भने पनि म त्यतातिरको ब्लग बनाउँछु समय परिस्थिति अनुसार। घर गएछु भने पनि म ब्लगहरू बनाइराख्छु। अनि मेरो अब कामहरू जस्तै वेबसाइटको कामहरूको अपडेट पनि गरिरहन्छु, एपहरूको अपडेट पनि गर्छु हैन। त्यस्तै हो। अब सोचे जस्तो सबैले सोचे जस्तो ह्युमन लाइफ चाहिँ हुँदैन। त्यसमा चाहिँ आफू चाहिँ कसरी सन्तुष्ट भइन्छ भन्ने कुरामा भर पर्छ। त्यही भएर सकभर चाहिँ आफूले सोचेको कामहरू हैन आफैमै भर पर्न सोचेको कामहरू चाहिँ सकभर आफूले नै पुरा गर्ने तरिकाले काम गर्नु होला। धेरै हाई एक्सपेक्टेसन राखेर चाहिँ तपाईको त्यो एक्सपेक्टेसन मिटअप भएन भने चाहिँ गाह्रो हुन्छ। एक्सपेक्टेसन भर्सेस रियालिटीको कुरा हुन्छ, त्यसमा चाहिँ गाह्रो हुन्छ। अनि अर्को कुरा हरेक कुरा चाहिँ जिन्दगीमा सबैभन्दा ठुलो कुरा भनेको चाहिँ समय हो हैन। समय चाहिँ एकदमै सदुपयोग गर्नुभयो भने अब आगामी दिनहरूमा एकदमै सहज हुनेछ। तर त्यो समयको सही सदुपयोग भएन भने चाहिँ लाइफ एकदमै गाह्रो नै छ। याज वी हेभ ग्रोन अप हैन। हामीले सोचे जस्तो चाहिँ हरेक कुराहरू हुँदैन। अब त्यही कुराहरू सहेर अब त्यही मेन्टल इलनेसहरू भए पनि जस्तो कुराहरू भए पनि सहेर अगाडि बढ्नुपर्छ। आफूले सोचेको लाइफ आफूले जिउन खोजेको लाइफ चाहिँ हामी कदापि पनि जिउन सक्दैनौँ। त्यही नै हो। अनि अर्को अब के भन्नु छ, अर्को चाहिँ म दिनदिनै ब्लग राख्छु। किनकि अब हामी पनि हाम्रो अब सानोमा यस्तो दारी सारी केही पनि आएको थिएन, अहिले दारी आएको छ। पछि यस्तो कालो दारी सेतो हुन्छ, यो यस्तो गाला चाउरी पर्छन् हैन। यो चाउरी पर्दासम्म चाहिँ युट्युब भएछ भने हैन। अनि अब म चाहिँ रेगुलर ब्लगहरू चाहिँ राख्छु। त्यही भएर अहिलेदेखि चाहिँ मेरो जिन्दगीको जस्तो हुन्छ मेरो अब कसैलाई अब मेरो फेस मन नपर्ला हैन, बोली मन नपर्ला, नपरे पनि अब कमेन्ट गरिदियो भने अब त्यो चाहिँ स्वीकार्य हुनेछ। त्यही पनि भिडियो चाहिँ सजेसनमा चाहिँ जाँदैन कि किन जाँदैन भन्दा हामीले चाहिँ थम्बनेल र यो भित्र कन्टेन्टहरू चाहिँ अनएडिटेड हुन्छ नि त। अनि त्यही भएर त्यो अनएडिटेड कन्टेन्टहरू चाहिँ जाँदैन। त्यही भएर अब रेगुलर चाहिँ हुनुपर्छ है त।